हाम्रो हिट नगरका नगर प्रमुख शिवराज पाण्डेप्रति उच्च सम्मान व्यक्त गर्दै साथीले स्वागत गर्ने हुन हार्दिक अनुरोध गर्दछु। बुटवल उपमहानगरपालिकाका प्रमुख आदरणीय शिवराज पाण्डेलाई सम्मान व्यक्त गर्दै हुनुहुन्छ रूपन्देही चोक संघका पदाधिकारीहरू अनि बुटवल नगरका नगरपिता आदरणीय शिवराज पाण्डेप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। मैले अरूलाई जानकारी गराएँ यो बदल गर्ने कृषि प्रकृति र पर्यटनलाई जोड्ने एउटा परम र पृथक प्रयास गरिएको छ। कृषिसँग सम्बन्धित कुराहरू प्रविधि आजको यो प्रविधिबाट टाढा रहन सक्दैन। हामीले प्रविधिमा आफूलाई असल साबित गऱ्यौँ भने पक्कै पनि भोलिको दिनमा हामी आफ्नो जीवन यापन सहजै गर्न सक्नेछौँ। त्यसै गरी आतिथ्य ग्रहणका लागि अनुरोध गर्न चाहन्छु। यो वाणिज्य संघका उपाध्यक्ष उहाँलाई धेरै स्वागत छ। आत्मा इन्डस्ट्री र उत्पादित दामी कोदो मकै र महको बिस्कुट यहाँ गला प्रस्तुत गर्ने आफ्नो गलाको माध्यमबाट आफ्नो परिचय कलाकारहरूलाई सरल तरिकाले सम्मान गर्ने एउटा फोटो मकै र महको बिस्कुट यहाँहरूले आत्मा इन्डस्ट्री धेरैको गर्ने मन्जु पौडेलसँग सँगै कार्यक्रम सञ्चालन गर्ने अवसर मिलेको थियो। म त्यसलाई पनि सम्झन चाहन्छु। कलाकार मैनाजीले भने लोकप्रिय उत्पत्तिका एवं गायिका मन्जु पौडेललाई सम्मान गरिदिनुहुन राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि परीक्षा पर्यटन महोत्सव 2082 का सांस्कृतिक तर्फका संयोजक आदरणीय लाल प्रसाद बस्यालज्यू र उद्योग संघका अध्यक्षज्यूलाई म गायिका मन्जु पौडेललाई छाता उडाएर सम्मान व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ अध्यक्षज्यू। हामी अब लगत्तै मन्जु पौडेललाई सुन्नेछौँ। प्रदर्शनी आज सधैँ छ शान्ता रानी परिवार सम्पूर्णलाई आफ्नो सङ्गीतको माध्यमबाट आफ्नो कहिले टिकट हामीलाई ठुलै चाहिँ बनाउने हो कि कस्तो खालको फलक गराउनु त बोल्नु रहेछ। होइन यो भयो होइन के आएको म त चल्ने मान्दैन के चल्न पर्यो तपाईँले चलाए पो चल्छ त अनि